पछिल्ला केही वर्ष यता नेपालमा सुत्केरी पछिको मानसिक स्वास्थ्य समस्या अर्थात् पोस्टमार्टम डिप्रेसन एक गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ। विभिन्न अध्ययन र प्रतिवेदनहरूका अनुसार नेपालमा यो समस्याको दर 15 देखि 40% सम्म पुगेको छ, जुन विश्वव्यापी औसत 13% भन्दा निकै बढी हो। विश्व स्वास्थ्य संगठनले पनि नेपालका करिब 20% सुत्केरी महिलाहरू मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको तथ्य सार्वजनिक गरेको छ, जसले गर्दा प्रजनन उमेरका महिलाहरूको मृत्युको एउटा मुख्य कारण आत्महत्या हुन पुगेको छ। सुत्केरी पछिको यो डिप्रेसन बढ्नुका पछाडि वैज्ञानिक र सामाजिक दुवै कारणहरू रहेका छन्। बच्चा जन्मिएपछि महिलाको शरीरमा हुने तीव्र हर्मोनल परिवर्तन र हर्मोनको स्तर अचानक घट्नु यसको मुख्य कारण हो। यसबाहेक बच्चा जन्मिएपछिको निन्द्राको कमी, अत्यधिक थकान र नयाँ जिम्मेवारीको दबावले मानसिक स्वास्थ्यलाई थप कमजोर बनाउँछ। नेपाली समाजको सन्दर्भमा छोरा जन्माउनै पर्ने पारिवारिक दबाव, श्रीमानको मदिरा सेवन र आर्थिक अभाव जस्ता कारणहरूले सुत्केरीलाई थप तनाव दिने गरेका छन्। पछिल्लो समय संयुक्त परिवारबाट एकल परिवारतर्फको रूपान्तरण र वैदेशिक रोजगारका कारण श्रीमान साथमा नहुँदा सुत्केरी आमाहरूले एक्लोपन महसुस गर्दा पनि यो जोखिम झनै बढ्ने गरेको देखिन्छ। यस्तो अवस्थामा महिलाहरूमा देखिने लक्षणहरूलाई समयमै चिन्नु अत्यन्तै जरुरी हुन्छ। बच्चा जन्मिएको केही दिनसम्म सामान्य रुन मन लाग्ने, झर्को लाग्ने अवस्थालाई बेबी ब्लुज भनिन्छ, जुन आफै निको हुन्छ। तर यदि सुत्केरी भएको 2 हप्ताभन्दा बढी समयसम्म लगातार उदासी छाउँछ, बच्चासँग घुलमिल हुन मन लाग्दैन, अत्याधिक रिस उठ्छ, निन्द्रा लाग्दैन र मनमा मर्ने सोच आउँछ, बच्चालाई हानि पुर्याउने जस्ता भयानक विचारहरू आउँछन् भने त्यो पोस्टमार्टम डिप्रेसनको स्पष्ट सङ्केत हो। यस्ता लक्षणहरू देखिएमा यसलाई सामान्य कमजोरी वा अल्छीपना ठानेर हेलचक्राइ गर्नु ज्यानमारा सिद्ध हुन सक्छ। पोस्टमार्टम डिप्रेसनको व्यवस्थापन र उपचारमा परिवारको भूमिका 80% भन्दा बढी हुने विज्ञहरूको निष्कर्ष छ। विशेष गरी सुत्केरी महिलाहरूको परिवारले तिमीलाई के भएको हो भनेर प्रश्न वा आलोचना गर्नुको साटो तिम्रो साथमा हामी छौँ है भनेर भरोसा दिनु आवश्यक हुन्छ। राति बच्चा रुँदा वा स्याहार गर्दा श्रीमानले सहयोग गरेमा आमाले पर्याप्त आराम र निद्रा पाउँछिन्। यसले महिलालाई मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ। परिवारका अन्य सदस्यहरूले पनि दुध नआएको वा बच्चा रोएको विषयलाई लिएर आलोचना नगरी पोषणयुक्त आहार र भावनात्मक सहारा दिनुपर्छ। एउटा बच्चा हुर्काउन पुरै परिवारको सहयोग चाहिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै परिवारले जजमेन्ट मुक्त वातावरण सिर्जना गर्नुपर्छ। अन्तर्राष्ट्रिय स्वास्थ्य जर्नलहरू र विभिन्न प्रतिवेदनहरूले नेपाल जस्ता विकासोन्मुख देशहरूमा मातृ स्वास्थ्य सेवाभित्रै मानसिक स्वास्थ्यलाई पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने निष्कर्ष निकालेका छन्। सरकारले केवल शारीरिक स्वास्थ्यलाई मात्र नभई सुत्केरीको मानसिक पाटोलाई पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ। पोस्टमार्टम डिप्रेसन कुनै लाज वा पाप नभई एउटा उपचार योग्य स्वास्थ्य समस्या हो। त्यसैले यदि अवस्था गम्भीर छ भने लुकाएर नबसी तुरुन्तै विशेषज्ञसँग परामर्श र चिकित्सकको सल्लाह बमोजिम सुरक्षित औषधिको सेवन गर्नु नै बुद्धिमानी हुन्छ। आउनुहोस् आमाहरूको मानसिक स्वास्थ्यप्रति सचेत बनौँ र एउटा स्वस्थ पुस्ता निर्माण गरौँ।